साँच्चै त्यस्तै समस्या समाधान गर्छ त भन्ने कुरा हामीले सोचेका छौँ कि छैनौँ त। राजा आएर चाहिँ राजा शासनमा गद्दीमा बसेर चाहिँ ल अब देश बनाऊ भन्दाखेरि बनिने त होइन नि त, हो त होइन। हेलो एन्ड नमस्ते, वेलकम ब्याक अगेन टु आवर अनदर न्यू भिडियो। दिस इज मी नरेश कुमार। आज कलियुगको घोर प्रारम्भमा हामी सतीले सरापेको देश नेपालमा छौँ। सतीले सरापेको देश नै भएर होला अहिले हामीलाई नेपालमा यत्रो राजनीतिक उथल पुथलहरू भइरहेको अनुभव हुन्छ होइन। सो यो भइराख्दाखेरि चाहिँ हामीलाई पक्कै पनि साँच्चै नै सतीले नै सरापेको देश हो त भन्ने चाहिँ कति मनमा पनि लाग्छ होइन। सो आजको विशेष भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको चाहिँ नेपालमा अहिले लोकतन्त्र शासन चलिरहेको छ अनि यसको माहौल नमिल्दाखेरि चाहिँ दुर्गा प्रसाद लगायत देशभक्ति युवाहरूले चाहिँ राजा ल्याउनुपर्छ, देशमा राजा खाँचो छ, एकजना राजा हटाएर एकजना राजा मारेर चाहिँ यहाँ सबैजना राजा हुने तर्खरमा आज देशको अवस्था डामाडोल भइसकेको छ भन्ने सन्दर्भमा चाहिँ राजा ल्याउनुपर्छ भन्ने कति धेरैको मनसाय छ। सो इन दिस भिडियो, आजको भिडियोमा हामी यही चर्चा गर्नेछौँ कि लोकतन्त्रमा कस्तो व्यवस्था हुन्छ अनि राजतन्त्र आइसके पछाडि कस्तो व्यवस्था हुनेवाला छ। सो यो कुराहरू बुझ्नको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। इफ तपाईँ भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, किनकि आउँदो दिनमा म अहिले वाइ इन नेपालमा राम्रो राम्रो कन्टेन्टहरू ल्याउने सोचेको छु। तर अलिकति फियर, अलिकति डर, अलिकति त्रास, एउटा थोरै समस्याले गर्दाखेरि चाहिँ मैले आउन सकिरहेको छुइनँ। तर पनि यसको बावजुद पनि तपाईँहरूले 410 जना 11 जना मेरो सब्सक्राइबर हुनुभएछ। यो 1 वर्षको दौरान मैले भिडियो हाल्न थालेको भइसकेको रहेछ। सो तपाईँहरू सबैजनालाई धन्यवाद एन्ड लेट्स स्टार्ट द भिडियो। चलिए सुरु करते हैं। नेपाल अहिले लोकतन्त्रमा छ तर धेरैले यसलाई गणतन्त्र भनेर व्यङ्ग्य गर्छन्। कतिपयले भन्छन् राजा फर्कनुपर्छ भने, कतिपयले भन्छन् लोकतन्त्र नै उपयोग हो। तर राजा फर्के भने नेपालको शासन प्रणाली कस्तो हुन्छ कि राजतन्त्रले हामीलाई सुधार ल्याउन सक्छ? आज हामी यही विषयमा गम्भीर छलफल गर्नेछौँ। नेपालमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ जहाँ संसद, सरकार र न्यायपालिकाले देश चलाइरहेका छन्। तर व्यावहारिक रूपमा हामी के देख्छौँ भन्दाखेरि नेताहरूको अस्थिरता, राजनीतिक अस्थिरता, भ्रष्टाचार, विकासको ढिलाइ, सुस्ताइ, जनतामा निराशा। अहिले हामीले योभन्दा बाहेक के देखेको छौँ त? छैन नि होइन। सो यो कुराहरू हामीले लोकतन्त्र हुँदाखेरि पाइरहेको छौँ। सो यही कारणले धेरैले भन्छन् राजा फर्के भन्ने राम्रो हुन्छ। तर के साँच्चै त्यस्तै समस्या समाधान गर्छ त भन्ने कुरा हामीले सोचेका छौँ कि छैनौँ त। राजा आएर चाहिँ राजा शासनमा गद्दीमा बसेर चाहिँ ल अब देश बनाऊ भन्दाखेरि बनिने त होइन नि त, हो त होइन। नौटंकी नै हो यो, नौटंकी नै हो। तर मानसिक अहिले यही छ। पहिले राजा भगाए, अहिले राजा बोलाइरहेका छन् होइन। खै ठिक छ, मैले स्क्रिप्ट यहाँ लेखेको छु, एन्सरले म भन्छु। अब एकचोटि सोच्नु त साथीहरू, राजा फर्के भने के हुन्छ होला? ओके, सो अप्सन 1 मा छ संवैधानिक राजतन्त्र। यदि राजा फर्के भने बेलायत जस्तै संवैधानिक राजतन्त्र ल्याइयो भने संसद रहन्छ तर राजा प्रतीक मात्र हुन्छन्। मुख्य निर्णयहरू चाहिँ प्रधानमन्त्री र संसदले नै गर्छन् भनिसके पछाडि, मुख्य निर्णय नै प्रधानमन्त्री र सांसदहरूले गर्ने भनिसके पछाडि त अहिलेको जस्तो नै हुने भइहाल्यो होइन। अनि अप्सन 2 मा छ पूर्व राजतन्त्र, पूर्ण राजतन्त्र। यदि राजा सत्तामा फर्के भने शासन प्रणाली फेरेर एक दलीय व्यवस्था जस्तै हुन सक्छ। राजा नै राष्ट्र प्रमुख र सरकार प्रमुख बन्न सक्छन्, संसद हट्न सक्छ वा सीमित भूमिका हुन सक्छ होइन। यसमा चाहिँ अब पूर्ण राजतन्त्र हुँदाखेरि कस्तो व्यवस्था हुने यो त आइसके पछाडि हामीले मात्र देख्न पाउँछौँ। अहिले त हामीले यस्तो हुन सक्ने हो भनेर मात्रै अनुमानले भन्न सक्ने हो है त। सो अब राजा फर्केपछि के फाइदा हुनसक्छ भन्ने कुरा पनि बुझ्नु पर्यो। राजा फर्किसके पछाडि चाहिँ देशमा हामी जनतालाई के फाइदा हुन्छ होला? नम्बर 1, स्थायित्व आउन सक्छ होइन, अहिलेको जस्तो अस्थिरता नहुन सक्छ। नेताहरूको अस्थिरता घट्न सक्छ, राष्ट्रिय एकता बलियो हुन सक्छ। यो चाहिँ अब हाम्रो राजाको 80वटाको आएको म्यासेज थियो नि, त्यो म्यासेजबाट पनि अस्थिरता, राष्ट्रिय एकता कायम गर्नुपर्छ भन्ने कुराहरू आएको छ होइन। त्यो हुँदाखेरि चाहिँ राष्ट्रिय एकता बलियो हुन सक्छ। अब यसमा बेफाइदाहरू पनि के छन् त हामीले यो पनि बुझ्नुपर्छ है, किनकि यो भनेको हामीले पुरै होल सिस्टमलाई चेन्ज गर्न खोजिरहेको छौँ नि त। सो यो सिस्टममा हामी ढल्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण छ। सो यसको बेफाइदाको पक्षहरूलाई हेर्नु पर्दाखेरि चाहिँ
नम्बर 1, एकदलीय शासनले नागरिक स्वतन्त्रता घट्न सक्छ। हामी जति अहिले स्वतन्त्र छौँ, राजा आइसकेपछि यति धेरै स्वतन्त्र हुने छैनौँ। नम्बर 1। नम्बर 2, जनताले निर्वाचित सरकार पाउने अधिकार गुम्न सक्छ। अहिले त लोकतन्त्रमा त जनताको हितको लागि जनताबाटै चुनिएका जनता नै माथि उठेर चाहिँ काम भइरहेछ नि त, त्यो नहुन सक्छ क्या, बुझ्दै हुनुहुन्छ नि। अनि नम्बर 3मा छ सधैँ एउटै परिवारको शासन हुँदा भ्रष्टाचार हुन सक्छ। अब हेर्नु है, अहिले वीरेन्द्र राजा भयो अरे, ठिक छ, ओके, हामीले राजा उहाँलाई मान्यौँ, बोलाइ नाटाइ नीतिमा राख्यौँ, राजा पनि ओके आउनुभयो। अब उहाँको सेक पछाडि चाहिँ विल बी द किङ अफ नेसन भन्ने हो त पारस तपाईँलाई थाहा छ पारसको एक्टिभिटिजहरू। अब राजा त अब अरू बन्नै पाएन क्या, उसकै सन्तानहरू बनिँदै गयो, जाने भयो, उसको छोराछोरी, उसको छोराछोरी, उसको छोराछोरी। सो यसमा हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ हामी जनताहरू चाहिँ लिमिटेड ठाउँमै रहन पायौँ, अझ राजाको अन्डरमै हुन पायौँ, हामी माथि उठ्न सकेनौँ क्या। अब यसमा आउँदो दिनमा के कस्तो व्यवस्थाहरू आउँछ त्यो चाहिँ अब आइसके पछाडि थाहा होला। तर अहिलेको लागि चाहिँ राजा आइसके पछाडि कुनै पनि हामी माथि उठ्न पाएनौँ, राजाकै पुर्खाहरूले नै देश चलाउने भयो। यसो एकचोटि राम्ररी सोच्नु होला, जो पनि राजा 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 भनेर हिँडिराख्नु भएको छ, यो राजा ल्याउनु बित्तिकै चेन्जेस हुने हो त भन्ने कुरा चाहिँ एकचोटि सोच्नु होला। सो अलिकति ढिलो भइसक्यो होला सायद, आज त ल्याउने कुरा छ, आज आइतबार, ओके। अब कुरा गर्नु पर्दाखेरि साथीहरू, त्यसैले हामीले बुझ्नुपर्छ समस्या व्यवस्थामा मात्र छ कि व्यक्तिगतमा पनि छ, व्यक्तित्वमा पनि छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अहिलेको समस्या व्यक्तिमा हो, बुझ्दै हुनुहुन्छ नि, व्यवस्थामा होइन क्या। लोकतन्त्र आफैमा खराब व्यवस्था होइन, गणतन्त्र आफैमा खराब व्यवस्था होइन, तर त्यहाँ बस्ने मान्छेहरू जो व्यक्ति छन्, व्यक्तिहरू चाहिँ खराब नियतको कारणले गर्दाखेरि चाहिँ हामीले यो सब भोग्नु परेको। सो व्यक्ति चेन्ज गर्नुपर्ने ठाउँमा हामी सिस्टमलाई चेन्ज गर्न खोजिरहेका छौँ। एनिवेज, नेपालको समस्या केवल व्यवस्थामा मात्र छ त? नेपालको समस्या केवल व्यवस्थामा मात्र छ त कि नेताहरूको प्रवृत्तिमा पनि? राजा फर्किएपछि मात्र सबै कुरा सुध्रिन्छ त कि हामीले हाम्रो सिस्टम सुधार्नु पर्ने हो? हेर्नुहोस् है त, तपाईँहरूलाई प्रश्न, सिस्टम सुधार्नु पर्ने हो नि त, राजाले सुधार्ने होइन। के तपाईँ राजतन्त्र चाहनुहुन्छ कि लोकतन्त्र सुधार गर्न चाहनुहुन्छ? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्। तपाईँ अब राजा चाहनुहुन्छ कि तपाईँ लोकतन्त्र चाहनुहुन्छ? तपाईँहरूको विचार चाहिँ म कमेन्ट बक्समा सोध्न चाहन्छु। तर त्योभन्दा पनि अगाडि चाहिँ पहिले राजा हटाए होइन, फेरि बोलाइरहेका छन्, अब जे पनि हुनसक्छ क्या। यति हो, राजा आइसके पछाडि चाहिँ अहिले जुन सिस्टम छ यो सिस्टम नरहला होइन। यसमा धेरै कुराहरू छ। अब हामीले पनि, म आफै पनि गएको छुइनँ राजा बोलाउनुपर्छ भन्ने कुरामा, किनकि म आफै कन्फ्युजन छु। आइसके पछाडि चाहिँ के त, ल राजा कुर्सीमा बस्थ्यो अरे, ल आइम योर किङ, शपथ ग्रहण भयो, वाट नेक्स्ट? त्यस पछाडि चाहिँ के? त्यस पछाडि के युवाहरू विदेश जान छोड्दैन? त्यसपछि के देशमै रोजगारी गर्न सकिन्छ? त्यसपछि के हामी आत्मनिर्भर बन्न सक्छौँ? त्यसपछि के? वाट नेक्स्ट? राजाको पनि त भिजन एजेन्डा प्लान हुनु पऱ्यो नि त। त्यतिकै ल आउनु, अब देश बचाउनु पर्छ भनेर मात्रै त हुँदैन। वाट इज हिज भिजन टुवर्ड्स इट? सो त्यो कुराहरू हामीले बुझ्नुपर्छ। हामी यतिकै लैलैमा चाहिँ ल राजा हो भन्दै आधीभन्दा बढी जो अहिले आन्दोलनमा कुदिरहेका छन् उनीहरूलाई यो पनि थाहा छैन होला कि राजा किन ल्याउने, ल्याइसके पछाडि के हुन्छ होइन। सो आजको यो सर्ट जानकारी तपाईँहरूको लागि सोचेर बुझेर आफ्नो घर परिवारहरूलाई पनि यो कुरा बुझाउनु होला, किनकि आउनेवाला दिन, आउनेवाला समय एकदमै चेन्जेबल हुनेवाला छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। तपाईँहरू सबैजनालाई धन्यवाद। योभन्दा अगाडि ऱ्यान्डम भिडियोजहरूलाई त हेरेर तपाईँहरूले यत्रो साथ सपोर्ट दिनुभएको छ भने सायद राम्रो कन्टेन्टहरू लिएर आउने भए तपाईँहरूको माया अझ पनि बढी पाउँथ्यो होला। सो धन्यवाद एन्ड सी यू इन नेक्स्ट बेटर भिडियो। टिल द्याट टाइम टेक केयर एन्ड लोकतन्त्र, गणतन्त्र, राजतन्त्र जे भए तापनि वी आर इन नेपाल एन्ड वी हेभ टु लभ नेपाल। धन्यवाद। तुम्हें शर्म है? कुछ शर्म आया है? राम 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 के बोलेर मरेको यो